नमस्कार छ यो अहिले चिसो पनि भइरहेछ जाकी लागिरहेको छ हैन तर म गोपाल हमाल हौ तर हामीले अहिले नेपालको राजनीति बुझ्दै जाँदाखेरि हामीले अहिले धेरै सोच र विचार गर्नुपर्छ है हामीले विवेक नपुर्याए चाहिँ हामीलाई गाह्रो हुन्छ मैले चाहिँ 5 वर्ष कांग्रेस 5 वर्ष एमाले 5 वर्ष माओवादीतिर मैले त्यो गरेको 15 वर्षसम्म मैले राजनीतितिर लागेको तर अहिलेसम्म राजनीति लाग्दाखेरि कुनै पनि राजनीति यो एमाले माओवादी काण्डले देश बनाउँछन् जनताका मुद्दा एजेन्डाहरू जनतालाई सेवा सुविधा दिन्छ भन्ने कुनै आश नगरे हुन्छ गर्न पनि सकेन है मात्र केवल त्यसले पाले कि आफ्नो कार्यकर्ताहरू पाल्ने पैसा दिएर भोट किन्ने गरे त्यसैकारण आज म किन यो भिडियो बनाउँदैछु भने चाहिँ आजबाट मैले कांग्रेस एमाले माओवादी सबै छोड्दिएँ अहिले एकचोटि हामीले बहुमतको साथमा उसलाई सरकारमा पुर्याउनु राष्ट्रपालाई अहिले राष्ट्रसभामा सरकारमा गर्ने देशको मुद्दा देशका एजेन्डाहरू के छन् देश कसरी बनाउँछन् भ्रष्टाचारले कसरी खोरमा हाल्नुहुन्छ नै रवि लामिछानेले मात्र सक्नुहुन्छ जस्तो लाग्छ अरू कसैको आँट छैन जस्तो लाग्छ त्यसैले मैले यो कांग्रेस र एमाले छोडिदिएको छु आजबाट कांग्रेस एमाले माओवादीमा कुनै पनि आबद्ध छैन मात्र केवल छु म आजबाट राष्ट्रसभामा प्रवेश गरिरहेको छु राष्ट्रसभालाई एकचोटि मौका दिन्छु तर राष्ट्रसभाले त्यसरी सकेन भनेपछि त्यो पछाडि हामीले जनताको हातमा हुन्छ फेरि अर्कोचोटि चुनावमा हामीले हराउनुपर्छ तर एकचोटि एक लौटी हिसाबले हामीले बहुमतको हिसाबले हामीले राष्ट्रसभा एकचोटि सरकारमा जान दिनुपर्छ गइसकेपछि राष्ट्रसभाले कति विकास गर्छ देशलाई कस्तो हिसाबले लिन्छ देश कति विकसित हुन्छ देशलाई कतिलाई भ्रष्टाचारले डुबाएको छ कति बिक्री गरेको देश छ कति भूभागहरू बिक्री गर्छ कति ल्याउँछ हामीले एकछिन मात्रै योचोटि राष्ट्रसभालाई एक लौटी सरकारमा पठाउनु पर्ने छ त्यसैकारण हामीले देश विदेशबाट सपोर्ट गर्नुपर्छ राष्ट्रसभामा विवेक पुर्याएर भोट हालौँ तर कांग्रेस एमाले भोट किन आउँछन् नोट चाहिँ लियौँ भोट चाहिँ राष्ट्रसभामा दिउँ किन तिनीहरूले अब तिनीहरू हामीले तिरेको करबाट तिनीहरू त्यही पैसा दिने त बाँड्ने त्यसैकारण तिनीहरू बाँडेर मासु भात खाउँ तर भोट चाहिँ राष्ट्रसभामा हालौँ एकचोटि मौका दियो राष्ट्रसभाले सरकार एक लौटीमा सरकार सक्यो भने चाहिँ एक लौटी हिसाबले बहुमत गयो भने चाहिँ सकेन भने चाहिँ त्यो हामीले पछाडि अर्को चुनाव हामी फाल्नेछौँ योचोटि सबैले राष्ट्रसभा सपोर्ट दिउँ